सबैजनालाई वेलकम छ नि, स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म घाँस काट्न लागेको गाई छन् त कुन ठाउँ होला भनिहाल्नु। मेरो मम्मी चाहिँ त्यहाँ खन्दै हुनुहुन्छ अनि यता साग हुने बेला भएको छ, साग टिप्ने बेला भएको छ। यता काठमाडौँ उता कता पर्छ पनि थाहा छैन होइन। यो कुन ठाउँ होला सबैजनालाई कमेन्ट गरिदिनु होला। म चाहिँ घाँस काट्न आएको, यो घाँस काट्ने लागेको। मम्मी चाहिँ त्यहाँ धनियाँ छर्न लाग्नु भएको छ। कसलाई तरकारी चाहिन्छ हाम्रोतिर लिन आउनु होला होइन। तरकारी हाम्रोतिर छ, यहाँ साग बेला भएको छ, यता धनियाँ झर्न सुरु हुँदैछ। यता धनियाँ छ मस्तेर काँक्रा रोपेको हाम्रो। एकदम सुविधायुक्त ठाउँ हो यो, सबैजना आउनु होला। अनि अर्ग्यानिक तरकारी लिएर जानु। एकदम स्पेसल ठाउँ हो किनकि अर्ग्यानिक तरकारीहरू पाइन्छ। यता काउली छ, यता तोरीको साग छ, यता धनियाँ छर्दै हुनुहुन्छ, यता धनियाँ उम्रिँदैछ। त्यही छ जिन्दगी भनेको यस्तै पाउनुपर्छ क्या। काठमाडौँ पनि नजिकै पर्छ, हाम्रो घर हो माथि छ। त्यो माथि चाहिँ अब त्यहाँ चाहिँ के अरे फुल फुलेको हो, त माथि हो त्यहाँनिर फुल फुलेर राम्रो भएको छ, रमाइलो छ। कति राम्रो ठाउँ, वन जानुभयो भने पत्ता लिन राम्रो ठाउँ छ। यति राम्रो ठाउँमा बस्न छोरी सहरमा को बस्छ त होइन त। साथीहरू सबैजनाले यो कुन ठाउँ होला गेस गर्नु होला ल। अर्को भिडियोमा हाल्नेछु यो कुन ठाउँ हो भनेर, सबैजनाले गएर कमेन्टमा भनिदिनु होला कुन ठाउँ हो। अनि हजुरहरूलाई तरकारी चाहिन्छ भने यो ठाउँबाट धेरै तरकारीहरू लाने गरिन्छ। व्यापारीहरू आउने गर्छन्। धेरै फर्सीहरू पनि रोपेछन् उतापट्टि साइडमा फर्सीहरू पनि छन्। घरहरू पनि दामी दामी छन्। यस्तै ठुलो जङ्गल छ, त्यता सल्लाहगारी छ। यहाँबाट हिमाल पनि देखिन्छ, कति राम्रो देखिन्छ हिमाल। काठमाडौँ त्यस्तो देखिन्छ अलिअलि हल्का। सबैजना तरकारीहरू रोप्ने लाउने बेच्ने गर्नुभएको छ सबैजनाले। ऊ त के को बोटो भनिहाल्नु यो। अनि यहाँ काउलीहरू त्यहाँ बगिँदैछ। यहाँ चाहिँ हामी मकै रोप्न